अहिले म बर्राघाट दाउने सडक खण्डमा छु। हिजो चैतको 14 गते साह्रै नै दुःखद खबर पाइयो र ठुलो घटना घट्न गएछ अहिले यो ठाउँमा जहाँ म अहिले उभिरहेको छु र यहीँबाट मैले भिडियो बनाउँदैछु। उतापट्टि साइडबाट एक साइड मात्रै यात्रा भइरहेको थियो भने एक साइडको क्रममा यताको साइड जाममा रहेको रहेछ र उताको साइडबाट सडक अब स्थानीय निकायहरूले भने अनुसार ट्रकको ब्रेक फेल भएको थियो र ट्रक ब्रेक फेल हुँदा ट्रकले आएर ओभरटेक गर्ने क्रममा इन्डियन गाडी साइडबाट इन्डियन गाडी देख्न सक्नुहुन्छ अगाडि त्यो लागेर ट्रकले बसले हाल्न गयो र बसले त्यो अगाडि देखिराख्नु भएको छ जुन उभिएर बसेको छ अहिले स्ट्यान्ड बाई त्यो बोलेरोमा लाग्यो र बस र ट्रक बसलाई ट्रकले सिधै देख्न सक्नुहुन्छ तल यसरी तल गएछ र यसरी नै यहाँ ठुलो घटना घट्न गयो। यो घटनामा हिजो तत्काल 4 जना अन द स्पोट डेथ भएको थियो भने 17-18 जना बिरामीहरू भर्ना हुनुभएको थियो। उहाँहरूको स्वास्थ्य लाभको कामना गर्दै अब यस्तो मोडमा यात्रा गर्दा ओभरटेक नगरिदिनु होला भन्दै म सबै ठुला चालकहरूलाई म विनम्र अनुरोध गर्दै अहिले म हजुरबाट बिदा चाहन्छु। नेपालको जय होस्।